नमस्ते प्रणाम कार्यक्रम आरोग्य चिन्तन र आज हामी 6औं एपिसोडमा छौँ आरोग्य चिन्तनको। यसमा खास गरेर मुख्य उद्देश्य नै जनचेतनाका लागि स्वास्थ्य क्षेत्रमा देखिएको जुन अवस्था छ त्यसबारे जनतामा चेतना जागृत होस् भन्ने उद्देश्यले जनकपुर न्युरो अस्पताल एन्ड रिसर्च सेन्टर जनकपुर धामद्वारा प्रायोजित यो कार्यक्रम प्रत्येक आइतबार टिभी टुडेबाट प्रसारण 8:30 बजे साँझ प्रसारण हुने कार्यक्रममा आजको अतिथि हुनुहुन्छ वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सबिन साहु। उहाँलाई सबभन्दा पहिले स्वागत गरौँ। धेरै धेरै स्वागत छ डाक्टर साहब। कार्यक्रम आरोग्य चिन्तनमा खास गरेर हामीले विभिन्न क्षेत्रको कुरोकानी गर्दै आएको छौँ। स्वास्थ्य क्षेत्रमा पनि अब आज जस्तै आँखाको नेत्र विशेषज्ञ आँखाको बारेमा कुराकानी गर्नेछौँ। र किन चाहियो आँखाको डाक्टर साहब? सबैसँग धन्यवाद यस कार्यक्रममा सहभागी हुने निर्वाचित भएकोमा। र आँखा हाम्रो शरीरको एउटा अभिन्न अङ्ग हो जसले हामीलाई यो सुन्दर संसार हेर्न मद्दत पुर्याउँछ। त्यस्तै गरेर शरीरका विभिन्न भागहरूमा बिमारी भए जस्तै आँखामा पनि बिमारी आउने गर्दछ। र आँखाको एउटा छुट्टै विधा, एउटा विशेषज्ञ विधाको रूपमा चाहिँ अप्थाल्मोलोजी जुन विषय नै हामी पढ्ने गर्छौँ है। सो आँखा सम्बन्धित विशिष्ट सेवा र यस्तो डायग्नोसिसहरू ट्रिटमेन्टहरू अरू शरीरको भागहरूभन्दा छुट्टै हुने गर्दछ। त्यसले गर्दा अप्थाल्मोलोजी भनेर छुट्टै आँखाको विधाहरू आउने गर्दछ। फेरि पनि जानकारी गराउँ। डाक्टर सबिन साहु जो कि अहिले जनकपुर धाम स्थित ज्योति आँखा अस्पताल 0 माइलमा कार्यरत हुनुहुन्छ। 0 माइलमा अवस्थित छ त्यो अस्पताल। र उहाँ डाक्टर साहब खास गरेर आँखामा यदि कुनै रोग लाग्यो भने अन्धो समेत हुन सक्छन्। यो नेपालमा अन्धोपन गराउने गरीको रोगहरू कुन कुन हुन् र त्यसमा हामी कतिको सचेत हुनुपर्छ? र त आँखामा अन्धोपन गराउने थुप्रै कारणहरू छन् है, जसमध्ये 2012 सालमा नेपालभरि नै एउटा ऱ्यास सर्वे भनेर एउटा अध्ययन गरियो। र त्यो अध्ययनको प्रतिवेदन अनुसारले मोतियाबिन्दु, जसलाई अङ्ग्रेजीमा क्याटरेक्ट भन्छौँ, त्यो चाहिँ सबभन्दा बढी मात्रामा अन्धोपन गराउने बिमारीको रूपमा रहेको छ, जसले लगभग 62%, 62.2% जति बिमारी चाहिँ क्याटरेक्टले गराउँछ। त्यसपछि दोस्रो नम्बरमा रेटिना सम्बन्धी बिमारीहरू जस्तै मधुमेह भएका बिरामीहरूमा आँखाको पर्दा सम्बन्धी बिमारी हुन्छ। त्यस्तै गरेर बुढेसकालमा आँखामा पनि पर्दा डिजेनरेसन यानि कि पुरानो हुँदै जाने र बुढेसकाल लागेपछि रेटिनामा आउने चेन्जेसहरू, त्यसको कारण यो पनि लगभग 17% जति चाहिँ अन्धोपन हुने गरिएको देखिएको छ। त्यसले तेस्रो नम्बरमा एकदमै बढी मात्रामा अहिले फैलिरहेको या प्रकोपमा बढ्दो रूपमा जलबिन्दु रहेको छ, जसको कारणले लगभग 6% जति चाहिँ अन्धोपन जलबिन्दुको कारणले पनि हुने गरेको देखिएको छ। त्यो बाहेक अरू पनि आँखाका चोटपटक लाग्ने जस्तै आँखाको पुतलीका बिमारीहरू है, अरू नसा सम्बन्धी बिरामीहरू, अरू थुप्रै बिमारीहरू पनि छन्। यो तीनवटा चाहिँ मेजर आँखाको अन्धोपन गराउने कारणहरू। केही दिन पहिलासम्म यो आँखा पाक्ने रोगको पनि मौसमको परिवर्तनको बेला कहिले चिसोले पनि आँखामा समस्या हुने, कहिले तातोले हुने, यो चाहिँ अब कतिको देखिएको छ र किन हुन्छ? यो आँखा पाक्ने रोग भनेको चाहिँ आँखामा विभिन्न सङ्क्रामक जस्तै ब्याक्टेरिया, भाइरस या यिनीहरूको इन्फेक्सनले गर्दा हुने गर्दछ, जुन चाहिँ मौसमको अनुसारले, जस्तै बर्सातको बेलामा या भनौँ न यो गर्मीको बेलामा जस्तो बेलामा चाहिँ बढी देखिने गर्छ। यो बिचमा फेरि यो प्रकोपको रूपमा नै धेरै मानिसलाई अत्याधिक मानिसहरूलाई हुने गर्दछ। सङ्क्रामकै एकदेखि अर्कोमा छिटो फैलिने सर्ने पनि गर्दछ। र यसले अन्धोपन भनेको आउँदैन, यो अन्धोपन गराउँदा प्रमुख समस्या पनि हो। र यसलाई हेरचेक्राइ गरियो, समयमा उपचार गरिएन भने आँखामा अझ घाउहरू बढ्दै आँखा धमिलो बनाउने अझ धेरै कम्प्लिकेसन यो मात्रै हो। अन्धोपन गराउने भन्नेमा मोतियाबिन्द पनि धेरै सुनियो। मोतियाबिन्दको यति अपरेसन भयो, त्यो अपरेसन भयो, विभिन्न सञ्चार माध्यमहरूबाट पनि आइरहेको कुरो हो, विदितै छ। यो जलबिन्दु भनेको के? हजुर, मोतियाबिन्दु र जलबिन्दु नाम सुन्दा उस्तै लाग्छन्, तर बिल्कुलै फरक बिमारी हो। मोतियाबिन्दु भनेको आँखाको हाम्रो लेन्समा धमिलो भएर लेन्सको पारदर्शितामा कमी भएर हुने बिमारी हो मोतियाबिन्दु। जुन खास गरी बढी जसो त उमेर बढ्दै गएपछि लगभग 50-60 उमेर बुढ्यौलीमा हुने बिमारी हो।
कहिलेकाहीँ यो बच्चाहरूमा जन्मजात पनि हुने गर्दछ। कहिलेकाहीँ चोटपटकले या आँखामा बढी स्टेरोइड ड्रपहरूको युजको कारणले पनि हुन्छ यो मोतियाबिन्दु। तर जलबिन्दु भनेको चाहिँ आँखाको नसालाई क्षति पुर्याउने बिमारी, यसमा लेन्समा खराबिरहने र आँखाको दृष्टि नसामा नै यसले असर पुर्याउने कारणले गर्दा चाहिँ मोतीबिन्दुभन्दा जलबिन्दु चाहिँ अझ खतरनाक डेन्जरिङ हालिन्छ, खतरनाक। धेरैजनाले मोतीबिन्दुबारे त सुनेको हुन्छ, तर जलबिन्दु चाहिँ त्योभन्दा पनि अझ डेन्जरस। के हुने हो त्यसमा नसामा चाहिँ? हजुर, जलबिन्दु भनेको चाहिँ जस्तै हाम्रो आँखाभित्र एउटा पानी जुन रहेको हुन्छ, त्यो पानीको कारण आँखाभित्र नर्मल एउटा दबाव रहन्छ र आँखामा प्रायः जस्तो त्यो आँखाको दबाव 10 देखि 21 मिलिमिटर मर्करी त्यो दबाव हामी मेजर गर्छौँ। तर त्यो भएर कहिलेकाहीँ दबाव अत्यधिक बढी हुनाको कारणले चाहिँ आँखाको नसामा क्षति पुर्याएर दृष्टिमा कमी ल्याउने कारणले चाहिँ यो जलबिन्दु हुने गर्दछ। मोस्ट अफ द केस धेरै जसोमा यस्तो हुन्छ अनि कुनै एउटा नर्मल टेन्सन कहिलेदेखि यो देखिएको होला? आँखाको दबाव नर्मल भएर पनि हुनसक्छ यो है। अब यो रोग कसलाई लाग्छ त भन्दाखेरि यो रोग बच्चादेखि बुढेसकालसम्म सबैलाई कुनै पनि पुगेन। बच्चैदेखि जन्मजात रूपमा पनि जलबिन्दु हुन सक्छन् अथवा उमेर बढ्दै गएपछि प्रायः जसो 40 वर्ष उमेर कटेका मानिसहरूमा चाहिँ यसको रिस्क हुने गर्दछ, यङ मानिस हुँदा। र त्यस्तै जसको परिवारमा आफ्नो बुवा आमा या फ्यामिलीमा कसैको हिस्ट्री छ जलबिन्दु भएको भने त्यसको कारण यो हुन सक्छ। अब आँखा जेनेटिकल कुनै कारणले पहिला आँखामा कुनै चोटपटक लागेको थियो र त्यसलाई हेलचेक्राइ गरियो भने आँखाको प्रेसर बढेर पनि जलबिन्दु हुनसक्छ। या अनावश्यक अत्यधिक रूपमा दबाईहरू जुन मिसयुज गर्ने गरिन्छ, कहिलेकाहीँ आँखामा स्टेरोइड ड्रपहरू या खाने स्टेरोइड औषधिहरूको अनावश्यक युजले पनि यसमा आँखाको प्रेसर बढाएर जलबिन्दु बनाउन सक्छ। यसको के उपचार चाहिँ के? जलबिन्दु एउटा सुरुवाती अवस्थामा जलबिन्दुको खासै यस्तो लक्षण पनि देखिँदैन र यसमा गायक पराई खतरनाक भनेको यो पनि हो, एउटा लक्षण नै हो। सुरुवाती लक्षण नै नदेखिकन भित्रभित्रै आँखाको नसामा ड्यामेज गरेर भिजनलाई एकैचोटि डाउन गरिदिने पनि हुन्छ। त्यही कारण यसलाई दृष्टि चोर पनि भनिन्छ। र पहिलो कुरा त यसलाई हामीले चिन्न सक्नु पर्यो है। चिन्नलाई यसलाई बेला बेलामा जाँच गर्ने है, आँखाको जाँचहरू गराएर सुरुवाती अवस्थामै यसलाई समाउन सकियो, लक्षणहरू बुझिएर अथवा भनौँ यसलाई डायग्नोसिस गर्न सकियो भने उपचार गरेर यसलाई अरू नसामा चाहिँ ड्यामेज हुनबाट रोक्न सकिन्छ। अब उपचार गर्ने विभिन्न पद्धतिहरू छन्। एउटा मेडिकल प्रविधिमा जस्तै आँखामा युज हुने ड्रप्सहरू छन्, त्यसमा आँखाको दबावलाई कम गर्ने उद्देश्य हुन्छ। जस्तो विभिन्न एन्टिग्लोकोमा ड्रग्सहरू पनि दिने गर्छ। त्यसपछि कुनै अवस्थामा लेजर प्रविधिले पनि उपचार गर्ने गरिन्छ। ग्लोकोमाको विभिन्न किसिमहरू हेरेर एन्ड क्लोजर ग्लोकोमा भन्छौँ जो है, बन्दपन भएका ग्लोकोमाहरूमा चाहिँ लेजरले पनि ट्रिटमेन्ट गर्ने गरिन्छ। र यो मेडिसिनले लेजरले पनि नभएका अवस्थाहरूमा अन्तिम अवस्थाहरूमा चाहिँ सर्जरी पनि यहाँ जनकपुर धाममा अतिको छ नि सुरक्षित यो सर्जरी? जनकपुर धाममा ग्लोकोमाको पनि सर्जरी हुन्छ र हामीले पनि विशेष गरी ज्योति आकाश अस्पतालमा ग्लोकोमा सम्बन्धी सम्पूर्ण जाँच गर्ने मेसिनहरू, भिजुअल फिल्ड मेसिन हुन्छ, त्यस्तै आँखाको दबाब चेक गर्ने टोनोमेट्री हुन्छ, प्याकिमेट्री भन्ने हुन्छ, यो टेस्टहरू पनि हुन्छन्। र सर्जरी पनि म स्वयं पनि ग्लोकोमाको अन्य सर्जरीहरू गर्छु, प्राइभेट क्लिनिकमा सर्जरीको गर्ने गर्छु। आँखा यो बढी स्वरले बोल्दा पनि यदि ठुल्ठुलो स्वरमा चिच्याउँछन् नि त्यसको प्रभाव आँखामा पर्दो रहेछ, ज्योतिमा पर्दो रहेछ, दृष्टिमा भनेर सुनेको कतिको सत्य रहेछ? अब खालि चिच्याउँदैमा कराउँदैमा मात्रै आँखामा एकदमै नेगेटिभ असर हुन्छ भन्ने चाहिँ होइन। र त्यो कारणले आँखाको दबाव अलिकति बढ्न सक्ने सम्भावना चाहिँ हुन्छ है। जस्तै चिच्याउँदा कराउँदा, त्यस्तै योगाहरू गर्दा, भारी एक्सर्साइजहरू गर्दा है, त्यस्तो बेलामा पनि आँखाको दबाव अचानक बढ्न सक्ने सम्भावना चाहिँ हुन्छ। जसले आँखाको पर्दामा क्षति गर्ने, आँखाको नसाहरू फुट्ने त्यस्तो चाहिँ हुन सक्छ। आँखालाई सामान्य हातले छुनु हुँदैन, अनि सफा कसरी गर्ने, केयर कसरी गर्न सकिन्छ आँखाको केयर? आँखाको केयर गर्न सबभन्दा सजिलो तरिका भनेको सफा पानीकै धुन। सफा पानीले बेला बेला धुने, आँखाहरू सफा राख्ने र त्यस्तै गरेर बाहिर हिँड्नु परेको बेलामा जस्तै घाममा हिँड्छौँ हामी, धुवा धुलो भएको ठाउँमा हिँड्दाखेरि चस्मा लाग्ने गर्नुपर्छ।
त्यस्तै गरेर साइकल बाइकहरू चलाउँदाखेरि सेफ्टी गगन्सहरूको प्रयोग गर्ने र त्यस्तै आँखाको हेरचाहको लागि खास गरी जो प्रोफेसनली अब ग्राइन्डिङ गर्ने वेल्डिङ गर्ने यस्ता कामदारहरूले चाहिँ विशेष गरी सेफ्टी गगन्सहरूको प्रयोग गर्नुपर्ने हुन्छ र धेरै धुवा धुलोहरूको काम हुन्छ त्यसमा त्यहाँ पनि सेफ्टी गगल्सहरूको युज गर्नु नै यो बच्नको लागि चाहिँ राम्रो हो। मोतियाबिन्द भन्नुभयो, जलबिन्दुको पनि कुरो गर्नुभयो। यो अपरेसन गराउनु पर्छ, तर अपरेसन नगराइकन त्यो ठिक हुँदैन। तथापि आँखा नै अन्धो भइन्छ कि भएले धेरैजनाले अपरेसन नै गराउँदैनन्, डराउँछन् अझै पनि। के भन्न चाहनुहुन्छ उहाँहरूलाई? अब आँखा कतिको सुरक्षित छ नि यो? अहिले सहजीकरण गरिदिनुहोस् न। अब विभिन्न टेक्नोलोजी, मोडर्न टेक्नोलोजी र डेभलपमेन्ट अनुसारले आँखाको क्षेत्रमा धेरै नयाँ नयाँ टेक्नोलोजीहरू, नयाँ नयाँ प्रविधिहरूको विकास भएको छ, जसले गर्दा पहिले मोतीबिन्दुको अपरेसन गर्दा ठुलो चिरा लगाएर गरिन्थ्यो भने आजकल चाहिँ इभन सानो 2.8 मिलिमिटर या त्योभन्दा पनि सानो चिरा लगाएर पनि अपरेसन हुनसक्छ। पहिला चाहिँ यो इन्जेक्सन लगाएर गर्नुपर्ने है, सुन गरेर बेहोस पारेर गर्नुपर्ने कन्डिसनहरू हुन्थ्यो भने आजकल चाहिँ बिना सुईको टपिकल फेको भनेर गर्छौँ। आँखामा कुनै सुई नलगाइकन पनि खालि सुन पार्ने दबाईहरू युज गरेर पनि सर्जरी गर्न सकिन्छ। पहिले चाहिँ अस्पताल भर्ना रहनुपर्ने र महिनौसम्म घाउ निको नहुने समस्याहरू हुन्थ्यो भने अहिले विशेष गरी क्याट्रेक्टको लागि त एकदमै सेफ सर्जरी भएको छ। र इभन हामी पनि गर्छौँ डे केयर सर्भिसमा बिना सुईको सर्जरी गरेर पट्टी पनि लाउनु पर्दैन, टाका पनि लाउनु पर्दैन र विदिन फ्यु आवर्समै 1-2 घन्टामै हामी बिरामीलाई पनि घर पठाइदिने गर्छौँ र बिरामीलाई पनि एकदमै कम्फर्टेबल हुने गर्छ। र त्यो सेन्समा यो मोडर्न जुन टेक्नोलोजीहरू छ, विभिन्न प्रविधिहरू छ, नयाँ मेसिनहरू छ, तरिकाहरू छ, यसले चाहिँ आँखाको सर्जरी चाहिँ अरू सर्जरीहरू, शरीरका सर्जरीहरू जस्तो जटिल भन्ने होइन। आजकल चाहिँ यो एकदमै सेफ एकदम इजी छ भनेर हामी दाबी गर्न सक्छौँ। गराउनलाई चाहिँ एकदमै डराउनु। यदि सर्जरी गराएन भने अन्धो हुने सम्भावना चाहिँ छ। त्यो खतराबाट जोगिन यो सानो खतरा चाहिँ मोल लिनै पर्छ, जो लिनुपर्ने हो। डाक्टर साहब, यो कति हामी जस्तै अब काम गर्ने, अब जो पनि कम्प्युटरमा काम गर्नेहरूले कति बेलासम्म त्यो आँखा के प्रब्लम हुनसक्छ त्यसले, अथवा काम लगातार मोबाइलमा काम गर्नेले, मोबाइल चलाउनेहरूलाई के सुझाव दिनुहुन्छ? आँखाको सुरक्षा कसरी गरोस्? र धेरै जस्तो आजकल मोबाइल भनेको त हाम्रो डेली निड नै भइसकेको छ है। धेरै जनाले चाहिँ मोबाइल कम्प्युटर युज नगरी काम हुँदैन, तर यसबाट हुन सक्ने आँखामा विभिन्न नकारात्मक असरहरूबाट पनि हामीले जोगिनु जरुरी छ। र यसको लागि सबैभन्दा पहिला त मोबाइल, ल्यापटपहरू जुन युज गर्छौँ त्यति बेलामा हामीले आँखा ठेक्नासले हेरिरहँदा चाहिँ आँखा झिम्क्याउने बिर्सिरहेका हुन्छौँ है। त्यस्तो गर्ने बेला आँखा झिमझिम गर्ने, झिम्क पार्ने गर्नु पऱ्यो, सो द्याट आँखाको यो सर्कुलेसन, यो आँखामा हुने हाम्रो मोइस्टनेस चाहिँ त्यो कान रोशन ठिक। अनि अर्को कुरा, मोबाइल ल्यापटपहरू चलाउँदा धेरै लामो समयसम्म चलाउनु भयो है। त्यो सर्टिङ 20 मिनट 25 आधा घन्टापछि चाहिँ बेलामा रेस्ट दिएर र त्यस्तै गरेर यो धेरै चलाउँदा आँखामा हुने थकान, हुने प्रब्लमहरूको असर नहोस् भन्नलाई एउटा 20-20-20 रुल भन्ने हुने गर्छ, जसलाई 20-20-20 टेस्ट गरेर यसमा के भन्छौँ भने हरेक 20 मिनटपछि 20 सेकेन्डको लागि 20 फिट परको वस्तुमा हामीले हेरेर एकछिन रेस्ट भयो भने हाम्रो आँखाको वरपर रहेका मसल्सहरूमा थकानहरू नहुने, सो आँखामा टायर्डनेसहरू हुँदैन। यो कुरा पनि हामीले ध्यान दिनुपर्छ। बच्चाहरूको लागि चाहिँ मोबाइल चलायो प्लिज ल्यापटपहरू युज गर्दाखेरि हाम्रो पोजिसन पनि सही हुनुपर्छ। प्रायः जस्तो हाम्रो आँखाको लेभल या आँखाको लेभलभन्दा अलिक तल राखेर युज गर्नु। मोबाइल चलाउँदा, ल्यापटप चलाउँदा यस्तो ढल्केर कोल्टी परेर गर्नु चलाउनु है। आफ्नो पोजिसन पनि ठिक हुनु पऱ्यो। स्क्रिन मोनिटरको यो टिल्टहरू मिलाएर गर्नु पऱ्यो। त्यस्तै स्क्रिनको ब्राइटनेसहरू मिलाएर युज गर्नाले चाहिँ हामीले आँखामा हुने नकारात्मक असरहरूबाट हामी बच्न सक्छौँ। बच्चाहरूले नि अब मोबाइल नदिँदा बच्चा अब घरमा भनौँ न, यसो भनौँ अब आमा बुवाले एउटा एसेट्सको रूपमा प्रयोग गरिरहेछन्। धेरै अभिभावकले मोबाइल दिदिने, आफू चाहिँ अलिक फ्री भएर अर्को काममा लाग्नु, अनि यस्तोमा बच्चाको आँखामा के प्रभाव पर्छ? नकारात्मक प्रभावहरू पर्ने गर्दछ। र खास गरी बच्चाहरूमा मोबाइलको प्रयोगले
यो धेरै आँखामा हुने दृष्टि दोषहरू रिफ्र्याक्टिभ इररहरू जुन चस्मा लाउनु पर्ने अवस्थाको प्रकोप एकदमै बढ्दो रहेको देखिएको छ है। खास गरी जो कति बच्चा बिरामीहरू हजुरको भने कतिको कस्तो अनुभव पनि धेरै आउने गर्छ बच्चाहरू जसले अत्यधिक मोबाइल युज गर्ने गर्छ, उसमा चस्माको पावरहरू एकदमै हाई पावर चस्माहरू लाग्ने, जस्तै इभन कोही कोहीमा अब आँखा पनि टेढो हुने है, त्यस्तो पनि त्यो अवस्था आएको छ। यो खास गरी यो जुन लकडाउन भयो केही वर्ष अगाडि, त्यसपछि चाहिँ एकदमै प्रकोप चाहिँ यो बढ्दो रहेको छ भन्ने विभिन्न देशहरूमा भएका अध्ययनहरूले पनि त्यस्तै देखाउँछ कि यो मोबाइलको अत्यधिक युजले चाहिँ आँखामा दृष्टिदोष जुन चस्मा लाउनु पर्ने अवस्थाहरू बढी हुने हुन्छन् र इभन आँखा टेढो हुन पनि सक्ने भन्ने कुरा पनि देखियो। कार्यक्रमको समय सीमा समाप्त हुन लागेको छ र म उहाँ हुनुहुन्छ वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सबिन साहु। अन्तमा डक्टर साहब आरोग्य चिन्तन मार्फत के सन्देश दिन चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ दर्शक श्रोताहरू? अब दर्शक श्रोताहरूले भन्न चाहन्छु र आँखा रोग सम्बन्धी जानकारी दिनु जरुरी छ र होपफुली आज हाम्रो यो कार्यक्रमबाट सबैले केही नयाँ कुराहरू या केही एक दुई कुरा पनि केही सिक्नुभयो भने प्लिज अरूलाई पनि सुनाउनुहोस् है। र यो हामी सबैको एउटा नैतिक जिम्मेवारी हो, आफूले जानेको कुरा अरूलाई सेयर गरौँ र आँखा सम्बन्धी चाहिँ आँखालाई चाहिँ हेलचेक्राइ नगरौँ है भन्ने कुरा भन्न चाहन्छु। र कुनै सेवा सुविधा त्यस्तो पर्यो, अप्ठ्यारो पर्यो भने सम्पर्क गर्न सक्नुहुन्छ। म डाक्टर सबिन साहु, म ज्योति आँखा अस्पताल 0 माइल पुरमा बस्छु र त्यहाँ चाहिँ आएर मलाई भेट्न सक्नुहुन्छ, परामर्श लिन सक्नुहुन्छ यसमा नाइस किचन। थ्याङ्क यू सो मच डक्टर साहब। कार्यक्रमको डक्टर साहबलाई थ्याङ्क यू सो मच भन्दै डाक्टर सबिन साहुलाई कार्यक्रम सञ्चालक म ध्रुव कुमार जापानी बिदा लिन्छु।